यहाँहरू सम्पूर्णलाई परमेश्वरको वचनमा म स्वागत गर्दछु र आज चाहिँ म तपाईँहरूको बिचमा परमेश्वरको कृपा दृष्टि यो विषयलाई अलिकति यो हुनु चाहिँ ठुलो महासागर हो, तर यसको चाहिँ विशेष एउटा सानो भाग यहाँहरूको बिचमा म परमेश्वरको वचनद्वारा राख्न चाहन्छु। यो परमेश्वरको कृपा दृष्टिको विषयलाई मनन गर्दै थिएँ म आफै नै होइन। बिजी भयो लास्ट विक, हामी उतादेखि आयौँ, धेरै थाकेको थियौँ, 2 दिनसम्म त फोनै अफ गरेर सुत्यौँ। सायद मलाई लाग्छ हाम्रो सम्पूर्ण जानुहुने टिमहरू पनि त्यसरी नै रेस्ट गर्नुभयो। अनि त्यहाँदेखि घरको कुराहरू यति थुप्रै छ, फोन कल गर्नुपर्ने, अनि दिनभरि फोन कल गर्दा गर्दा इमेलको रेस्पोन्ड गर्दा गर्दा होइन, अनि घरमा पाहुना आओ जाओ जे होस्। हिजो आज हामीहरू घरमा बेसी होइन, 18 जना 16 जना सुत्दैछौँ। रमाइलो छ। तर ठ्याक्क बहिनीहरूले चाहिँ माथि एयरबिएनबी यहाँदेखि बेसी पनि होइन, 1 घन्टा 15-20 मिनट लाग्छ, त्यहाँतिर एउटा एयरबिएनबी मिलाएको छ। अनि हिजो बेलुका चाहिँ हामीहरू मजाले सुत्यो जस्तो मलाई महसुस भएको छ है। अनि उताबाट झनै के भन्छ, हामी त 18 जना 16 जना घरमा आफ्नो रुममा बसेर काम गर्ने मौका पाएको छुइनँ होइन। पढ्ने अध्ययन गर्ने अलिकति हामी केयटिक छौँ, तर केही समयमा हामी सेटल हुन्छ फ्यामिली एज अ फ्यामिली। अनि हाम्रो अमीर भाइ बिजु अनि हाम्रो कान्छो जतिजना यसो ट्रक अनलोड गरिदिनुको लागि आउनु भएको थियो, सिधैमा फर्केर फेरि त्यसै जानुभयो, बिचरा गाडी कुदाउनु भयो। एकदम रमाइलो क्षण भयो होइन। फ्यामिली इट्स अल अबाउट फ्यामिली। तर अन्तमा गएर हामीले फेरि आफै फ्यामिली गएर डाउनलोड गऱ्यौँ, विविध कुराहरू गऱ्यौँ। अहिले अलिकति केयटिक छ, तर हामी सेटल हुँदैछौँ, म सेटल हुँदैछु। हिजो अस्तिको दिन अब चाहिँ रेस्ट गर्नु पऱ्यो भनेको बेलुका फेरि आपा बिमारी, हत्ता नपत्ता 911 कल गरेर लिएर गएको रातभरि। हिजो मात्रै आपा फर्केर आएको, निमोनिया भएछ स्वाटै। र त्यो भएको कारणले गर्दाखेरि अब निमोनिया नहोस् भन्ने हाम्रो बडो प्रार्थना थियो आपालाई। निमोनिया निस्किएको छ, उसले मास्क लगाएर सङ्गति जानु हुने कि नहुने भने पास्टरको घर नभएर सङ्गतिमा चर्चमै गएर प्रभुको घर जान्छु नि भने जस्तो सकिएको नि त हो। विश्वासीहरू यसो त्यो सिँगान त्यो पातलो सिँगान यसो झर्दाखेरि पनि चर्च आउँदैन होइन। किन आउनु भएन भन्दाखेरि सिँगान झर्यो अरे, के भन्दा त्यो नै पातला। हे प्रभु, विभिन्न बाना छ। तर अब्राहम तामाङ चाहिँ जीवन र मृत्युसँग खेलिरहेको छ। साँच्चै हो भने म आपालाई अब अर्को साल प्रभुको हातमा, तरै पनि सङ्गति निमोनिया भेटेर फित्रिक परेर जस्तै अघि भर्खर लिएर आएको होइन। घरमा छोडौँ भने पनि कोही छैन, लु जाउँ बरु त्यतै गएर प्रभुको त्यतै प्रभु घरदेखि उजाए पनि जाउँला भनेर आइयो। उताबाट सरोस् कि बिमार, यताबाट सरोस्, सबै प्रभुको हातमा छ। यसरी आएका छौँ। एक प्रकार नै परिवारमा हामीहरू दुःखमा पनि छौँ, शोकमा पनि छौँ। सबै किसिमको मिश्रित इमोसन्स हुन्छ हाम्रो घरभित्र। कोही बेला हामी रिसाउँछौँ होइन, कोही बेला दुःख लाग्छ, कोही बेला हाँस्छौँ मिलेर। सायद मलाई लाग्छ यहाँहरूको परिवार पनि त्यस्तै छ। तर एउटै कुरोले जहिले पनि हामीलाई अगाडि लगिरहेको छ, त्यो चाहिँ परमेश्वरको कृपा दृष्टि, उहाँको आशा, त्यसले चाहिँ हामीलाई जहिले जोड्छ। अनि त्यसै कारणले गर्दाखेरि यो हप्ताभरि सर्मन बसेर लेख्न मैले पाइनँ। म जहिले पनि थर्सडे लेख्ने गर्छु, होल डे 6 पेज लेख्ने गर्छु, अनि 6 पेजको 1 पेज बोल्ने थियो मेरो एउटा प्लान छ। तर बसेर पढ्नु थाले कि दैलो त अब 100 चोटि भन्दा बढी खुल्छ। म अलिकति डिस्टर्ब भएपछि यताउति होइन, फ्यामिली बरु होस्, बरु फ्यामिलीसँग बरु रमाउँछु भनेर छोडेर। तर यो मनन गर्ने क्रममा यो परमेश्वरको कृपा दृष्टिलाई मनन गर्ने मैले मौका पाएँ। अनि त्यहाँदेखि केही यसो छोटो परमेश्वरले एउटा अगुवाई गर्नुभयो र मैले लेखेँ। र परमेश्वरको कृपा दृष्टिलाई छोटो रूपमा परिभाषा म गर्न चाहन्छु। र परमेश्वरको कृपा दृष्टि भनेको उहाँको प्रेमपूर्ण
उद्देश्य अनुसार येशू ख्रीष्टद्वारा मानिसको जीवनमा सित्तैमा प्रदान गरिने अनुग्रह स्वीकार एक्सेप्ट हुनु कति महत्त्वपूर्ण कुरा छ र उपस्थिति सहायता र सामर्थ्य हो। यो परमेश्वरको कृपा दृष्टि र परमेश्वरको कृपा दृष्टिले जीवनलाई सधैँ सजिलो बनाउँदैन। हामी सोच्छौँ परमेश्वरको कृपा दृष्टि छ अनि सदैव जीवन चाहिँ सहज हुन्छ, ओहो म प्रभुको छोरो भएँ, परमेश्वरको अनुग्रह र कृपा छ, म जहिले सुरक्षित छु र सहज हुन्छ मेरो शरीर भन्ने चाहिँ एउटा भ्रम कुराहरू संसारमा छ। तर मानिसको जीवन सधैँ परमेश्वरको कृपा दृष्टि रहे तापनि सजिलो चाहिँ जहिलेसुकै हुँदैन। तर यसले परमेश्वर हामीसँग हुनुहुन्छ, हामी भित्र काम गरिरहनु भएको छ र हामीद्वारा आफ्नो उद्देश्य पुरा गरिराख्नु भएको छ भन्ने निश्चयता दिन्छ। यद्यपि हामी सङ्घर्ष गरिरहेका हुन्छौँ, आर्थिक कुरामा सङ्घर्ष होला, रोग र बिमारसँग मृत्युसँग तपाईँ खेलिरहेको होला, तपाईँले भने जस्तो जिन्दगी चलिरहेको छैन होला, होइन, आफूले सोचे जस्तो आफ्नो परिवारहरू भइरहेको छैन होला। तरै पनि याहुवे परमप्रभु परमेश्वरले अदृश्य रूपमा भलाइ नै गरिराख्नु भएको छ भन्ने कुराको निश्चयता चाहिँ परमेश्वरको कृपा दृष्टि हो। र हामीले कमाउन वा प्राप्त गर्न योग्य नभए तापनि परमेश्वरले आफ्नो प्रेम, दया र भलाइ देखाउनु भयो भन्ने कुराको निश्चयता हो। यद्यपि म योग्यताको थिएन, म पनिस्ड हुनुपर्ने थियो, म सजायमा पुग्नु पर्ने थियो, मैले मृत्युदण्ड भोग्नु पर्ने थियो, किनकि मैले गरेको पापको कारणले गर्दाखेरि, मेरो पुर्खाले गरेको पापको कारणले गर्दाखेरि, म पापमै जन्मेको कारणले गर्दाखेरि म कहिल्यै उद्धार आफै हुन नसक्ने अवस्थामा पनि परमेश्वरको कृपा दृष्टि वर्षेको कारणले गर्दाखेरि म अयोग्य भए तापनि उहाँको कारणले, उहाँको कृपा दृष्टिको कारणले गर्दाखेरि, उहाँले पठाउनु भएको पुत्रको कारणले गर्दाखेरि, उहाँको अनुग्रहको कारणले गर्दाखेरि म चाहिँ योग्यको छु भनेर निश्चयता पाउनुलाई चाहिँ परमेश्वरको कृपा दृष्टि। सायद तपाईँले यो पोइन्ट्स लिइराख्नु भएको छ होला। म विशेष गरी यो परमेश्वरको कृपा दृष्टिको विषयमा मात्रै म चर्चा गरिरहेको छु। तपाईँहरूको ध्यान म 20 मिनटभन्दा बढी लिँदिनँ। यो चाहिँ एफिसीको पुस्तक 2को 8 देखि 9 सम्म तपाईँले अध्ययन गर्नुभयो भने हामीले कमाउन वा प्राप्त गर्न योग्य नभए तापनि परमेश्वरले आफ्नो प्रेम र दया र भलाइ देखाउनु हुन्छ भन्ने कुराको निश्चयतालाई परमेश्वरको कृपा दृष्टि, याहुवे परमप्रभु परमेश्वरको कृपा दृष्टि, यदि परमप्रभु परमेश्वरको कृपा दृष्टि नभइदिएको भए त म बिहान फेरि पनि उठ्ने थिएन। बिहान उठ्दै गर्दाखेरि तपाईँले यसो नै गुगलमा गर्दै हेर्दै जानुभयो भने हजारौँ मानिसहरू सुतेको ठाउँबाट उठेका छैनन्, उनीहरू सदाको निम्ति प्राण त्याग गरेका छन्, होइन। अहिले बिहानै पनि तपाईँले यसो तथ्याङ्क हेर्नुभयो भने वर्ल्डभरिमा करिबन 100,000 मान्छेहरूको उनीहरूको सुतेको ठाउँबाट उनीहरू उठेका छैनन्। तर तपाईँ र हामी त फेरि उठेर यो दिनलाई हेर्ने मौका पायौँ, परमेश्वरलाई धन्यवाद दिने मौका पायौँ, अनि त्यही हो परमेश्वरको कृपा दृष्टि। यदि परमेश्वरको कृपा दृष्टि हामीमा नरहिदिएको भए त हाम्रो पाइलाहरू अगाडि सर्दैन थिए, होइन, र हाम्रो एक पाइला पनि अगाडि बढ्दैन थियो। हामीलाई लाग्छ मैले गरेको कारणले गर्दाखेरि हामी भ्रममा छौँ ठुलो, होइन, मैले गरेको कारणले गर्दाखेरि म जीवित भएको छु। त्यो सबै व्यर्थका कुराहरू हुन्। परमेश्वरको दृष्टि, कृपा दृष्टि नरहिदिएको भए त हामी जीवित रहँदैनथ्यौँ। त्यसै कारणले गर्दाखेरि याहुवे परमप्रभु परमेश्वरको कृपा दृष्टि प्रत्येकसँग र सबैसँग रहिरहँदछ। याहुवे परमप्रभु परमेश्वरलाई हामी ठुलो गडगडाट ताली बजाएर धन्यवाद दिन्छौँ। र थुप्रो इक्जाम्पलहरू दिन चाहन्छु परमेश्वरको कृपा दृष्टिको विषयमा। परमप्रभु परमेश्वरले नोआलाई कृपा गर्नुभयो र परमेश्वरले नोआलाई अनुग्रह गर्नुभयो। जब उत्पत्तिको पुस्तक 6को 8 पदमा तपाईँले पढ्नुहुन्छ, परमप्रभु परमेश्वरको कृपा दृष्टि नोआमाथि बर्सियो भन्छ, होइन। त्यसरी नै मैले इक्जाम्पल मात्र दिँदैछु। अनि याहुवे परमप्रभु परमेश्वरको कृपा दृष्टि अब्राहममाथि बर्सियो। उत्पत्तिको पुस्तक 12को 1 देखि 3 सम्म
परमप्रभु परमेश्वरको कृपा दृष्टि वर्षेकै कारणले गर्दाखेरि परमप्रभु परमेश्वरले नोआसँग अब्राहमसँग करार बाँध्नु भयो। He received covenant promises and became a blessing to nations, जाति जातिहरूको निम्ति अब्राहम चाहिँ एउटा आशिषको स्रोत बन्नुभयो। किन भन्दाखेरि परमप्रभु परमेश्वरको कृपा दृष्टि अब्राहममाथि बर्स्यो। यसरी नै योसेफको कहानी यहाँलाई प्रशस्त थाहा छ र योसेफको कहानी जब उत्पत्तिको पुस्तक 39 च्याप्टरदेखि 50औं पदसम्म तपाईले अध्ययन गर्नुहुन्छ, योसेफको जिन्दगी कहाँदेखि कहाँ पुग्यो, तर विशेष गरिकन 29 को 1 देखि 4 सम्म र 21 देखि 23 को पदलाई चाहिँ म यहाँहरुको मध्यनजर त्यहाँनिर लगाउन चाहन्छु। जब योसेफ चाहिँ बेचियो पोतिफरको घरमा, उ सतावटमा पर्यो, उ टेम्पटेसनमा पर्यो, टेम्पटेसन त नभने उ सतावटमा पर्यो, अरूको आरोपमा पर्यो, उ जेलमा पर्यो, उ तल खस्यो, उ बेचियो, उ हेपियो, उ थेचियो, उसलाई खेदो गरियो, तरै पनि परमेश्वरको कृपा दृष्टि उमाथि वर्षेको कारणले गर्दाखेरि परमेश्वरले फेरि उचाल्नु भयो। यस्ता उदाहरणहरू टन्नै छन्। मोसालाई तपाईले हेर्नुभयो भने यहोशूको पुस्तक 33 को 12 देखि 17 सम्म तपाईले अध्ययन गर्नुभयो भने त्यहाँनिर मोसाले परमप्रभु परमेश्वर याहुवे परमप्रभु परमेश्वरको कृपा दृष्टि वर्ष्यो र उसलाई मार्ग निर्देशन दिएको छ। यहाँसम्म कि तिमी बोल्न जान्दैनौ, भन्छौ तिमी दुर्बल ठान्दछौ, तर म तेरो साथमा हुनेछु, म त सँगसँगै जानेछु र तैँले के बोल्नु पर्ने र के भन्नु पर्ने म तँलाई सिकाउने छु। यतिसम्म मोसालाई साथ दिएको छ। यतिसम्म परमप्रभु परमेश्वरको कृपा दृष्टि मोसाको साथमा रहेको छ, जसको कारणले गर्दाखेरि सारा इजरायलीलाई मिस्र देशबाट प्रतिज्ञाको देशमा ल्याउनको निम्ति त्यो मरुभूमिमा परमप्रभु परमेश्वरको कृपा दृष्टि वर्ष्यो। यसको विषय अर्को जो रुथ, कति राम्रो तपाईले रुथको पुस्तक पढ्नुहुन्छ। मलाई आमा दिदी बहिनी मध्येको गुड क्यारेक्टर रुथ र रुथको पुस्तक 2 को 10 देखि 13 सम्म तपाईले अध्ययन गर्नुभयो भने त्यहाँ तपाईले परमप्रभु परमेश्वरको कृपा दृष्टि रुथमाथि वर्षेको छ। यतिसम्म हामीले अहिले गर्दै गरेको कुराहरू र परमप्रभु परमेश्वरमा आउँदै गरेको कुराहरू र अहिले हामीले गर्दै गरेको प्रार्थनाको उत्तर अहिले नै नआए तापनि परमेश्वरको निगाह र कृपा दृष्टि चाहिँ हाम्रो पुस्तौं पुस्तो जेनेरेसन माथि पनि जाँदा रहेछ। तपाईको आँखाले त्यसलाई नदेखे तापनि तर विश्वास गर्नुहोस् प्रिय प्रभुका छोराछोरीहरू, तपाईले गरेको प्रार्थना र तपाईले गरेको परिश्रमको प्रतिफल अथवा परमप्रभुको कृपा दृष्टि चाहिँ तपाईको पुस्तामा नभए तापनि त्यहाँदेखि आउने भावी पुस्तामा परमप्रभु परमेश्वरको कृपा दृष्टि वर्षिँदो रहेछ। रुथको जीवनमा त्यस्तो भएको छ। सामुएललाई तपाईले हेर्नुभयो भने सामुएल पनि पहिलो सामुएलको पुस्तक 2 को 29 पदमा तपाईले पढ्नुभयो भने सामुएल अगमवक्ता चाहिँ परमप्रभु परमेश्वरको कृपा दृष्टिमा अनि साथसाथै मानिसहरूको कृपा दृष्टिमा पनि उनी हुर्किएको हामी पाउँछौँ। दाउदलाई तपाईले हेर्नुभयो भने दाउदमाथि पनि परमेश्वरको कृपा दृष्टि र एस्थरमाथि पनि परमप्रभु परमेश्वरको कृपा दृष्टि। नेहेमियामा बेबुलोनमा यो तपाईलाई यो घटना बडो इन्ट्रेस्टिङ लाग्छ हैन। नेहेमियाको पुस्तक, ऊ बेबुलोनमा थियो, ऊ दासत्वमा थियो, परदेशमा थियो, आफ्नो देशविहीन भएर बसेको थियो, तर नेहेमियाले राजाको मात्रै होइन तर परमेश्वरको कृपा दृष्टि पाउनु भएको छ। त्यहाँभन्दा माथि परमेश्वरको कृपा दृष्टि पाउनु भएको छ अनि अरू मानिसहरूको राजाको नि कृपा दृष्टि हामी पाएछौँ। येशू ख्रीष्ट परमेश्वरको पुत्र येशू ख्रीष्ट जन्म भएको छ, तर परमेश्वरको कृपा दृष्टि ऊ माथि नरहिदिएको भए त संसारको मुक्तिदातालाई त्यो छोरीले जन्माउन सक्दैन थियो। यसरी परमेश्वरको कृपा दृष्टि मेरी माथि वर्षिएको छ। अनि इभन तपाईले हेर्नु भने लुका रचित सुसमाचार 2 को 52 मा तपाईले अध्ययन गर्नुभयो भने त्यहाँनिर येशू ख्रीष्ट पनि परमेश्वर अनि मानिसहरूको कृपा दृष्टिमा अनुग्रहमा
हुर्क्यो भन्छ भनेपछि मानिसहरू हुर्किनको निम्ति एउटा बालक हुर्किनको निम्ति दुईटा कुरो एकदम मुख्य हुने रहेछ। दुईटा कुरा, एउटा चाहिँ परमेश्वर अनि अर्को चाहिँ अरूहरूसँग अथवा आमा बुवा मण्डली सबैको मानिसहरूको कृपा दृष्टि। अहिलेको मोडर्न समयमा यो बिजी समयमा के छ, परमेश्वर भइगयो नि भन्छ टिभीमा हेरेर, कहाँ खोइ सङ्गति खोइ भन्दा ऊ टिभी भनेर देखाउँछ। अब टिभीमा पो हेर्छ होइन, एकअर्कासँग सम्बन्ध छैन, मुन्टो लुकाउँछ। मान्छे आयो दैलो खोल्नु, दैलो बन्द गरे त्यहाँ त्यो गयो छैन गएको भने लुकिबस्छ होइन। अहिले समय त्यस्तो छ, मान्छेदेखि धेरै टाढो, मानिसहरूको सम्बन्धदेखि मानिस भागिरहेको छ होइन। त्यस्तो परिस्थिति छ। घरमा पनि 10,000 को सोफा किन्छ, मान्छे आएर बस्यो भने त रिसाउँछ पो होइन। त्यस्तो छ नि त, अहिलेको समय त्यस्तो छ। घर छ 4 बेडरुमको, ठुलो न ठुलो घर छ, मान्छे छ 2 जना अनि अरू खोइ घर सदस्य भने यत्रो यत्रो लुकुर 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 कुकुर पो आउँछ अब घर होइन। यस्तो समयमा बाइबलले चाहिँ हामीलाई दुईटा कुरोको सम्बन्धमा जहिले पनि बढ्नु भन्दा रहेछ। एउटा चाहिँ प्रभु परमेश्वरको अनि एउटा चाहिँ एकअर्कासँगको। अनि यो दुवै तर्फबाट कृपा दृष्टि, कृपा, अनुग्रह, प्रेम, न्यानोपन सबै कुरा आउँदछ। तपाईँ र हाम्रो घर परिवारमा मानिसहरू आउनु भनेको चाहिँ के हो भन्दाखेरि एउटा आशिष आउनु, ब्लेसिङ आउनु। तर आउनु भन्दा बिहानै पछि ढक 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 होइन। पहिला म चाहिँ नि स्यानले भन्ने ठाउँमा बस्थेँ कलम्बसमा। अनि त्यहाँदेखि बेलुका 11 बजी कामबाट अनि बिहानै 5 बजी दैलो टङ 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 हान्ने हो। अनि त्यहाँदेखि टङ 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 हान्ने हान्दै जय मसी पास्टर बाबु। अब घरमा आउँदा पनि त्यति साह्रो चाहिँ होइन भनेको के मैले चाहिँ त्यति साह्रो चाहिँ होइन भनेको के मैले। अब म उहाँको घरमा जाँदैछु, अब जस्तै कौशिला र विशाल घरमा जाँदैछु भने कौशिला विशाल कुन टाइममा काम गर्छ, कुन टाइममा घर हुन्छ, उसलाई चाहिँ म जाँदै गर्दाखेरि उसलाई हर्ट हुन्छ कि होइन, ब्लेसिङ हुँदैछ कि हर्ट हुँदैछ कि, उसको लागि म एकदम मूल्याङ्कन गर्नुपर्छ। यो देशमा जाने क्रममा मानिसहरू आएको आशिषित कुरा हो, असल कुरा हुन्। तर सँगसँगै यो खालको व्यवहारले चाहिँ हर्ट गरिरहेको हुँदो रहेछ। बुढाबुढी सुतिरहेको हुन्छ, एकैचोटि फोन नगरिकन ड्याङका ड्याङ। एउटा भाइले मलाई, मेरो बेहोरा त्यस्तै थियो पहिला, पुरा आत्मिकी भएर अब सेवा पुर्याउने पास्टर भएको नि त म चाहिँ कलम्बसमा होइन। म जतिको बाबा रे बाबा, पुरा फोनै नगरिकन सुई जान्थे कि। एउटा भाइले त मलाई त अब उहाँले हाम्रै चर्चमा हुनुहुन्छ, एउटा भाइले त पास्टर बाबु तपाईँलाई मेरो घरमा आउने अनुमति कसले दियो भनेपछि त उत्तरै रहेन रहेछ मसँग। साँच्ची नै उसले त अनुमति दिएको छैन, दैलो त फुट्नै गरी हान्नेको छ। जय मसी भाइ माफ गर्नु होला, अब चाहिँ म फोन कल गरेर मात्रै आउनेछु भनेर लुब्रुक्क पर फर्किनु पर्यो। त्यहाँदेखि भक्त तामाङ कहिले पनि फोन नगरिकन तपाईँकोमा आउँदैन। सिकेको मैले 2014 सालको कुरा। न न न न न न यो खालको कतिवटा हाम्रो गोइले, हाम्रो भिजिटिङ गराइले, हाम्रो आवत जावतले चाहिँ ब्लेसिङ होइन कहिले कहिले हर्ट गर्छ क्या। तर यद्यपि मानिसहरू तपाईँको घरमा आएको र आउनु रुचाइएको, मन पराएको चाहिँ एउटा प्रभु परमेश्वरको आशिषको कुरा, कति असल कुरा। कतिजनाको घरमा कति जानु मनपर्छ होइन, तर 5 बजी 6 बजी ढाङ 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 पान थालो भने त सापकोटा फ्यामिलीले पनि लौरो बोकेर ला ड्वाङ भनेर पुट्टै निस्केर टाउको यस्तो दिइरहेको छ मान्छे त। होइन असल कुरा, धन्यवाद। मैले भनेको चाहिँ यो परमेश्वरको कृपा दृष्टि र मानिसहरूको कृपा दृष्टि चाहिँ सँगसँगै मिलेर जानुपर्छ होइन। अनि यहाँनिर म तपाईँलाई अर्को कुरा बताउन चाहन्छु, परमेश्वरको कृपा दृष्टि सजिलो जीवनको ग्यारेन्टी होइन। यो कुरा पनि तपाईँले याद गर्नुहोस्। परमेश्वरको कृपा दृष्टि चाहिँ सजिलो जीवनको ग्यारेन्टी होइन।
किनभने म थुप्रो उदाहरण दिन चाहन्छु। युसुफले दासत्व र झ्यालखानाको जीवन भोगेको थियो, सजिलो थिएन। यद्यपि परमेश्वरको कृपा दृष्टि युसुफमाथि थियो, तर उसले झ्यालखानामा ऊ पर्नु पर्यो र उसले दुःख भोग्नु पर्यो, ऊ दासत्वमा जिउनु पर्यो, कसैको आरोपलाई खप्नु पर्यो। तरै पनि परमेश्वरको कृपा दृष्टि युसुफमाथि थियो र सजिलो चाहिँ छैन। तपाईँलाई अझै हेर्नुभयो भने मरियमको दुःख र गलत बुझाइलाई तपाईँले विचार गर्नुहोस्। यद्यपि परमप्रभु परमेश्वरको पवित्र आत्मा, परमेश्वरको कृपा दृष्टि मरियममाथि बर्स्यो, तर उसको जीवन सजिलो थिएन होइन। एउटा 16-17 वर्षको स्त्री चाहिँ प्रेग्नेन्ट भइरहेको छ त्यहाँनिर होइन। श्रीमानले पनि छोड्न आँटेको छ। स्टोरी तपाईँलाई सुन्नु भएको छ। झन्डै छोड्यो जोसेफले। ओहो, यो त ठिक होइन रहेछ, झन्डै छोड्यो। कस्तो हुन्छ एउटा तरुणी केटी, 16 वर्षको केटी चाहिँ पेटमा नानी आयो, श्रीमान छैन भनेपछि के हुन्छ गति? समाजले कुन दृष्टिकोणले हेर्छ? असल दृष्टिकोणले हेर्दैन। यहुदीहरूको कुल अनुसार कसै व्यभिचारमा फँसेको छ भने ढुङ्गाले कुच्याएर मार्थे। त्यस्तो जोखिम उसले त्यो दुःख भोगेको थियो। उसको गलत बुझाइहरू थियो, मान्छेको अन्डरस्ट्यान्डिङहरू खराब तरिकाको थियो, उप्रति दृष्टिकोणहरू ठिक थिएन। साँच्चै हो, अन्त मरियमको जिन्दगी अन्धकारले ढाकेको थियो, तरै पनि परमेश्वरको कृपा दृष्टि मरियममाथि बर्स्यो। सजिलो चाहिँ छैन। यसरी नै तपाईँले हेर्नुभयो भने दानिएललाई तपाईँले हेर्नुभयो भने दानिएलको जीवन तपाईँले दानिएलको पुस्तक 6:16देखि 23सम्म पढ्नुभयो भने दानिएललाई आगोको भट्टीमा हालिदिएको छ। याहवे परमप्रभु परमेश्वरको पक्षमा उभिँदै गर्दाखेरि, तर परमेश्वरको कृपा दृष्टि ऊमाथि परेको थियो। पावलले सतावट र कठिनाइ भोगे। पावलले पनि परमेश्वरको कृपा दृष्टि सजिलो गरी पाएको छैन। दोस्रो कोरिन्थीको पुस्तक 11:23-28सम्म यीशु सिद्ध र कृपा दृष्टि हुनुहुन्थ्यो, तर उहाँलाई इन्कार गरी क्रुसमा टाँगिनेहरूको संख्या त्यत्तिकै थियो। त्यसै कारण गर्दाखेरि तपाईँ र हामी परमेश्वरको कृपा दृष्टि पाएका जातिहरू हौँ, परमेश्वरको अनुग्रह प्रशस्त रूपमा पाएको जातिहरू हौँ। तर सँगसँगै यी संसारका सतावट र जोखिमको कुराहरू, रोग बिमार, सतावटको कुराहरू, कठिनाइको कुराहरू, इन्कार गरिएका कुराहरू, मानिसहरूले होच्याउने कुराहरू, खराबी कुराहरू, संसारका सबै कुरालाई तपाईँले सामना गर्नुपर्छ। जब जब यो कुरोलाई सामना गर्दै जानुहुन्छ, तपाईँले विचार गर्नुहोस्, जीवनको त्यो एकदम लो लेभलमा पुगेको घडीमा एउटै कुरोको सम्झना गर्नुहोस्, परमप्रभु परमेश्वरको कृपा दृष्टि म माथि छ, म उहाँको छोरा हुँ र म उहाँको छोरी। अनि परमेश्वरले त्यहीँबाट फेरि पनि भलाइ र एउटा के भने आशाको ज्योतिलाई उहाँले उमार्नुहुन्छ। जसले धैर्य गर्दछ परमप्रभु परमेश्वरले देख्नेछ। सबैजनाले भन्नुहोस् त आमेन। आमेन। परमेश्वरको कृपा दृष्टि हुनु भनेको समस्या नआउनु होइन, समस्याको बीचमा परमेश्वर साथमा हुनुहुन्छ भनेर निश्चयता हुनु। परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। अहिले हाम्रो घर परिवारमा मेडिकलमा गयो, आश छैन, एउटाले के भन्छ आश छैन होइन। अनि त्यहाँदेखि यसो हेर आपा वेट लुज भइरहेको देखिन्छ, दिन प्रतिदिन गाह्रो स्थिति। तर एउटै कुरो म जहिले सम्झना गर्छु, त्यो चाहिँ परमेश्वरको कृपा दृष्टि यहाँनिर छ। मानिसको जीवन टुङ्गिएर गए तापनि तर परमेश्वरको अनुग्रह र उहाँले राखिदिनु भएको आशा र कृपा दृष्टि कहिले पनि टुङ्गिँदैन, त्यो अनन्तको निम्ति छ। अनि त्यसैले हामीलाई बल र सामर्थ्य दिन्छ। आज तपाईँ र हामीले, तपाईँलाई के, तपाईँ निराश हुनुहुन्छ, हताशित हुनुहुन्छ, तपाईँले के सम्झिराख्नु भएको छ? त्यो जीवन मलाई थाहा छैन तपाईँको व्यक्तिगत जीवन कसरी सङ्घर्ष गरिराख्नु भएको छ, तर विचार गर्नुहोस् कि परमेश्वर तपाईँको साथमा हुनुहुन्छ। द गॉड इज विथ यू अल द टाइम। तपाईँ केही कोठामा क्लोजेटमा गएर धुरुधुरु रोइराख्नु भएको छ, मानिसहरूलाई तपाईँको वेदनालाई पोख्न सक्नु भएको छैन। पोखेर पनि कति पटक मानिसहरूले बुझिरहेको हुँदैन।
र पोख्दाखेरि पनि मान्छेले नबुझेपछि किन पोख्नु, वाइ, किन भन्नु र? तर याद गर्नुहोस्, परमप्रभु परमेश्वर तपाईँको साथमा हुनुहुन्छ। त्यही परमेश्वरको कृपा दृष्टि तपाईँसँग हुनुहुन्छ। के तपाईँलाई मानिसहरूले छोडेर गएको छ? विशेष गरी चर्च प्लान्टिङको मानिसले छोडेर जान्छन्, आउँछन्, कोही बेला एकदम डाउन पर्प्लेक्स भएको बेलामा, त्यतिखेर जहिले पनि म यही कुरा सम्झिने गर्छु, प्रभु तपाईँ मेरो साथमा हुनुहुन्छ, तपाईँ मेरो साथमा हुनुहुन्छ। कति असल कुरा। हामी यो एउटा प्रार्थना गर्नेछौँ हाम्रो आँखा बन्द गरेर अन्त्यमा। भजन सङ्ग्रहको पुस्तक 9को 17 पदलाई म अगाडि अगाडि भन्नेछु, तपाईँले पछाडि पछाडि भन्नुहोस् ल। हाम्रो परम प्रभु परमेश्वरको निगाह हामी माथि रहोस्। फेरि भन्छु है त, मेरो परम प्रभु परमेश्वरको निगाह म माथि रहोस् र म हातका कामहरू हाम्रो निम्ति दृढ पारिदिउन्। हो, मेरो हातका कामहरू सुदृढ पारिदिनु भएको होस्। तपाईको कृपा म माथि सदा सर्वदा बास गरेका हुन्। भजन सङ्ग्रहको पुस्तक 90को 17 पद।